ठिक छ त चम्मच छैन सबैले बोलाए पनि अलि हेर्नु न माथि के देखिन पर्ने चम्मच छैन र छ चम्मच त चम्मचले हात धोएर पानी मार ल्याउने चम्मचले खुवाइदिनु गएको छ यहाँ त किन ठुलै चिजले के भयो त जे भयो नि फुपू जानु खिचिदिनु होला है नानी खिच्दे है फोटो यो चम्चा यहाँ छ कि चम्मचले चम्मचले गाउँ त यो यसरी खुवाइदिनु है बुवाले है धेरै नखाइदिनु न बिगार गर्छ है क्रिम नै जुठो नलाउने भने भाइ कुन मैले कसो बुवाको मोबाइल हो यो एउटाले त्यहाँदेखि हेरेकै छैन के काट्यो भने देखाएको छैन त्यसले केही देखाएको छैन त्यसले त मोबाइलमा ध्यान छ त आज मोबाइल हेर्न नपाएको त्यहाँ कम्ती भएको छ बाबुलाई अब नानीको पालो हामी दुईजनाको त्यही हो है गिफ्ट गिफ्ट चाहिएर ल खिच्दा म पनि आउँछु दुईजना दिन्छौँ क्या हामी है राम्रो चम्मच अर्को राख्दै क्या त्यो त्यसलाई खाँदै अलग्गै काटेर राख्नु अलग्गै काटेर क्या त्यो उता जानु न फुपू मैले सेकन्ड लाएँ हेरिडेटले नाच्नलाई पो ठिक भएपछि हुन्छ केटाले तिमीले के गर्यो जन्मदिनको धेरै शुभकामना बुवा भन्दै नि त ह्यापी बर्थडे बुवा भन्दै ह्यापी बर्थडे भन्दैछ कि भन्दाले सुस्तै फेरि अर्कोचोटि भन्दै त सुनेन मामाले भन्छ के हुन्न के सट्टा काटौँ लाग्यो जुठो बहिनी के यतापट्टि गराएर फुपू यता आउनु यतातिर आएर बस्नुहोस् के फुपू यता आएर बस्नुहोस् के केही नभए जस्तो कोही एक्लै भाँस गर्नु यता आएर यता आउनुहोस् कि यता बस्नुहोस् गोदी नि अरे आइज नानी यता बस्नु कि फुपू यता बस्नु अहिले त अघि नै आउन बित्तिकै पनि बुवालाई ह्यापी बर्थडे भनिहाल्नु ए भान्जा फोटो खिच्नु त त्यसको
खुवाइदेऊ नि त केक अनि यतापट्टि थोरै खुवाइदेऊ खै त्यो डब्बी त्यति छ अहिले भात भयो क्या यस्तो खाने अब म त खान्न है मर्नु जस्तो भइसक्यो म किन अलिक खाने सबैले अलिक उता राख्यो भाइ त्यो यस्तो हात चोप ल ल जन्मदिनको धेरै धेरै शुभकामना बुवा